मानिसहरू कतिसम्म स्वार्थी हुन्छन्, एक मानिसले कतिसम्म दुःख पाउँछ र मानिसले कतिसम्म दुःख भोग्न सक्छ त, र मानिसहरू कतिसम्म आशावादी हुनुपर्छ र कतिसम्म धैर्यवान हुनुपर्छ भन्ने कुरा यो फिल्म हेरेपछि छर्लङ्गै भएको छ। र दयाङ राईको जुन किसिमको यो फिल्ममा एक्टिङ रहेको छ नि, उनको लागि मेरो रेस्पेक्ट 10 गुणा बढेर गएको छ। दयाङ राईले कुन लेभलसम्मको एक्टिङ गर्न सक्ने रहेछन् भन्ने कुरा यो फिल्मले देखायो। हुन त त्यत्तिकै दयाङ राई नेपाली फिल्म इन्डस्ट्रीमा लिड गरेर बसेका त छैनन्। उनको यो फिल्ममा एक्टिङ देखेर मेरो मन एकदमै प्रफुल्लित भयो। यो फिल्मको कथावस्तुको कुरा गरेर म यसको स्टोरी केही पनि खोल्न चाहन्न। हजुरहरूले फर्स्ट टाइमै सबै अनुभव गर्नुहोस् भन्ने म चाहन्छु। इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत सेलेक्ट हुन सफल भएको यो फिल्म माओवादी जनआन्दोलनको बेलामा भएको एक गहिरो वास्तविक घटनालाई देखाएको छ। त्यो पनि गहिरो गरी एकदमै साना साना डिटेल्सहरूलाई पनि एकदमै खुलस्त रूपमा देखाएको छ र लाग्दैन कि यो कुनै पनि अभिनय गरेको हो, यो वास्तविक रूपमै भइरहेको छ भन्ने फिल देखाउँछ। सुरुमा हेर्दा यो माओवादी जनआन्दोलनको फिल्म भनेपछि त्यो बेलाको त्यही नर्मल लडाइँ यताउति मात्रै होला भन्ने सोचेको थिएँ, तर त्यो मात्रै रहेनछ यो फिल्ममा। यो फिल्ममा माओवादी जनआन्दोलनमा भएको एक घटना जो चाहिँ धेरैले सोच्दैनन्, त्यो बारेमा मैले फिल्म हेरेको थिएन। त्यो विषयमा मात्रै गहिरिएर यसरी सबै कुरा छर्लङ्ग पारेको फिल्म चाहिँ मैले हेरेको थिएन र फर्स्ट टाइम हेरेँ। मैले पहिला सोचेको थिएँ कि माओवादी जनआन्दोलन भनेपछि त्यही नर्मल लडाइँतिरको यताउति होला, अब यताउति कुराहरू मात्रै होला भन्ने सोचेको थिएँ, तर यसमा चाहिँ एउटा प्रसङ्गलाई निकै नै गहिरो तरिकाले अनुभव गराउन सफल भएको छ यो फिल्मले। सामतेन भुरियाले डाइरेक्ट गरेको यो फिल्म, सामतेन भुरिया भन्दैमा नाम त्यही नै होला, म चाहिँ नाम यहाँ राखिदिन्छु। यदि मैले गलत स्पेल गरेको भए चाहिँ म माफी चाहन्छु। उनले डाइरेक्ट गरेको यो फिल्ममा गाउँतिरको परिवेश र समग्र कथावस्तुलाई राम्रोसँग डाइरेक्ट गर्न उनी सफल भएको छन्। कहानीमा अभिनयको कुरा गर्नुपर्दा सबैले नै आफ्नो चरित्र, आफ्नो पात्र चाहिँ एकदम बखुबी निभाएका छन्। मुख्यतः दयाङ राई अनि बुद्धि तामाङ मुख्य पात्रको रूपमा देखिएका छन्। फिल्म सुरुमा केही स्लो लाग्न सक्छ, तर यसको विषयवस्तुलाई गहिरो तरिकाले देखाउनलाई यो फिल्म एकदमै उत्कृष्ट रहेको छ। र यो फिल्मको नाम रहेको छ त्यान्द्रो। युट्युबमा फ्रीमै हेर्न सक्नुहुनेछ र अवश्य हेर्नुहोला। आजको लागि यति नै। थ्याङ्क यू।